आज म चाहिँ यो इतामीको मितोरी गाउँका पार्क भन्ने ठाउँमा जाँदैछु। त्यहाँ चाहिँ मैले देखेको अनुसार त्यहाँ एउटा ताल जस्तो छ, जेउस पोखरी छ, ताल छ, अनि त्यसको वरिपरि चाहिँ वरिपरि रे त्यसको साइडमा एउटा ट्रेडिसनल टाइपको घर छ। त्यहाँ ट्रेडिसनल टाइपमा हुने पुरानो घरहरूमध्ये एउटा त्यो रिसोर्ट स्टाइलको एउटा घर देखिरहेको छु। अनि के छ त म त्यहाँ गएर हेर्नुपर्छ है, अहिले त मलाई ठ्याक्कै थाहा छैन र म जाँदैछु। यहीँ घर छ साइडमा, यता यो पार्कको साइड हो र सानो बाटो छ अनि सरर साइकल चलाएर हिँड्ने। मान्छेहरू कोही छैन बाटोमा नि, सुनसान छ। चराहरूले भनिरहेछ, अब के भनिरहेको चाहिँ म बुझ्दिनँ। के गर्नु, न मान्छेसँग भाषा मिल्ने, न चराचुरुङ्गी जनावरसँग भाषा मिल्ने। के भयो न मान्छे भयो न जनावर भयो यहाँ आएर त। मलाई लाग्छ अब फेरि हामी लेफ्टतिर छिर्ने बाटोतिर आइयो कि। यस्तो भयो त मजा आउँछ नि, यस्तो फ्रेस एयर आउँछ है। यहाँ घर भयो भने त ठुलो बाटो हो कि के आइरहेको रहेछ, म्याप हेर्नु पऱ्यो। गुगल म्यापले देखाएअनुसार चाहिँ म ठ्याक्कै पार्कमा आइपुगेँ र पार्कभित्र छिर्दैछु। पार्क त यहाँ धेरै छ, अब कतातिर हो भने यहाँ चाहिँ एउटा पोन्ड चाहिँ रहेछ। हामीलाई यो अटमको भाइब्स अनि यो अहिले यो ग्रिन ताल पोखरी है, त्यसपछि यसमा यो हरियो पातहरू देखेर यस्तो मजा भइसक्यो। हामी अघिदेखि यस्तो खुसी भइसक्यो, वाउ भइरहेछ। अनि हामी यो छेउछेउबाट आइरहेको थियो नि त अघिदेखि, उतापट्टि पनि त्यो अटमको भाइब्स यस्तो राम्रो थियो। अनि यहाँ आइसकेपछि यो पानी नै के यस्तो हरियो देखिरहेछ नि, त्यो माथि यो पात के भन्छ यसलाई, यो है। अनि यस्तो मजा, यस्तो खुसी भइरहेछ हामी। अनि यो मैले हामी भनिरहेको छु नि, हामी हो, म यहाँ एक्लै नै छु तर हामी सँगै नै छौँ कि, अब कसरी भन्नु। अनि म भन्दा पनि उनलाई यस्तो खुसी लागिरहेछ अहिले। अब उसले यहीँबाट देख्न पाइरहेको छैन है, त्यही पनि हो के भन्नु। तर उनी एकदमै खुसी छिन् यो सब देखेर। हेर न यता कस्तो मजा है, यस्तो राम्रो देखिरहेछ है। यो नेचुरलवाला भाइब्स चाहिँ जता गए पनि राम्रो नै देखिने हो। हाम्रो पनि माथि डाँडातिर गयो भने यस्तै नै क्लिन सफा नेचर सहरमा पनि छ कति ठाउँमा होइन, तर यो साइडमा यो ग्रिनरीहरू एड गऱ्यो भने चाहिँ छुट्टै नै मजा देखिने रहेछ कि। यहाँ खासमा त अरू कुराहरू केही पनि छैन नि त। अब यहाँ चाहिँ के भयो भन्दाखेरि सफा त्यति गरेर हुँदैन होला, सफा गरेको त देखिरहेको छैन, तर फोहोर चाहिँ गर्दैन, त्यति नै हो। हामी पनि गर्दैनौँ, तर कतै न कतैबाट केही न केहीबाट चाहिँ भइरहेको हुन्छ। त्यही कुराहरू म्यानेज गर्ने त हो। त्यही अब जहाँ गए पनि राम्रो कुरा देख्यो भने त आफ्नै ठाउँको आफ्नै माटो त सम्झिने हो होला सायदै। अब हामीसँग यति अटोमा पनि यति रातो हुने पातहरू छैन होला, अनि यो कलरफुल छायाहरू तालमा पर्दैन होला, तर हाम्रो त फेरि बेग्लै सुन्दरता छ नि त। रमाइलो छ, अब नरमाइलो त छैन। जता गए पनि चित्त त बुझाउनै पर्छ, राम्रो छ।
सायद मैले देखेको त्यो ट्रेडिसनल स्टाइलको रिसोर्ट भनेको यही नै हुनुपर्छ। बाहिरबाट हेर्दा चाहिँ कोही मान्छे बस्ने घर जस्तो देखिएको छ, तर यहाँ चाहिँ मान्छे बस्दैन जस्तो लाग्यो मलाई र सबै खुल्ला नै छ। मान्छे भर्खरै एकजना उताबाट पनि आइराख्नु भएको रहेछ। के छ यहाँ चाहिँ अब यहाँ यो हेर्दाखेरि त मान्छे बस्ने, अनि यतापट्टि चाहिँ यो समोसा पसल चिया पसलमा भएको त्यो बेन्चहरू जस्तो छ। अब यता घरमा सजाउने सामानहरू केही जस्तो छ। अनि यो के हो ठ्याक्कै थाहा छैन मलाई पनि। बुकहरू पनि राखिरहेछ, अनि यो के भन्छ सेनिटाइजरहरू पनि राखिरहेको रहेछ यहाँ। भित्र जान मिल्छ कि मिल्दैन थाहा छैन है मलाई पनि। यो पानी आउने ठाउँ जस्तो छ, पुरानो क्लासिक स्टाइलका। पानी पनि यहाँ ठ्याक्क पानी नै हेर्दाखेरि पानी नै आउने ठाउँ जस्तो छ। अब बाँस राखेर है। अनि यहाँ त्यो सिलिन्डरको सु गर्ने ठाउँ थियो नि, त्यो कहाँ एलओडीमा कि कहाँ त्यस्तै देखिने रहेछ। बाहिर हेऱ्यो भने त कस्तो राम्रो देखिरहेछ। अनि यो त्यो हेर्दाखेरि त मिटिङ हल जस्तो, मिटिङ हल हो कि के भन्छ खोइ के भन्छ, यस्तै बेलामा याद आउँदैन। त्यो कि सबैजना बस्ने ठाउँ जस्तो छ। अब यहाँ त्यही घर नै जस्तो छ। लिभिङ रुम भन्छ होइन, लिभिङ रुम जस्तो छ। सामानहरू पनि राखिरहेछ। उतापट्टि चाहिँ अझै अरू दराजहरू छ, के सामानहरू छ। सिप पनि रहेछ यहाँ। यही सिप लिएर जानु पर्ला जस्तो छ। हुनसक्छ यो कोही राजा रानी बस्ने घर ठाउँ जस्तो छ त्यहाँ। मान्छेहरू फेरि फेवाताल भनेर झुक्केला नै। फेवाताल होइन यो
जुगोताल यो चाहिँ साइकल लेन होला। मैले चाहिँ खासै देखाएको थिएन, यो निलोवाला लेन चाहिँ देखाएको थिएन, आज देखेँ र मलाई लाग्छ यो साइकल लेन नै हो, किनभने साइकलको यात्रीहरू यही लेनबाट हिँडिरहेका छन्, त्यसैले यो साइकल लेन नै हुनुपर्छ भन्ने मेरो ठम्याइ हो। अब चाहिँ म पुग्नेछु, अब 8 किलोमिटर जतिमा चाहिँ म पुग्नेछु घर भनेको रुम। त्यहाँ खाएको खानेकुरा के हो चाहिँ थाहा भएन, तर मिठो थियो।